नमस्कार, म डाक्टर बिन्दु पौड्याल अस्ति नेपालबाट। आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा मैले बोल्न पाउँदा म आफूलाई धन्य सम्झेको छु र यसमा रजनवृत्ति के हो त भन्ने कुरा मेरा अनुभवहरू हजुरहरूमा आज पस्कन गइरहेको छु। रजनवृत्ति तीन प्रकारका भए तापनि नितान्त मसँग यो सम्बन्धित भनेको चाहिँ चिकित्सा रजनवृत्ति अर्थात् शल्यक्रियापछिको रजनवृत्तिको कस्तो अवस्था हुँदो रहेछ त, अनि त्यस्ता पेसेन्टहरूले कस्तो अनुभूति गर्दा रहेछन्, कस्ता चुनौतीहरू खेप्नु पर्दो रहेछ त भन्ने कुरालाई नै तपाईँहरूको माझमा म बाँड्न चाहन्छु। जब मलाई 47 वर्षको उमेरको थिएँ त्यति बेला मेरो पाठेघरमा चाहिँ सिस्ट फलाएको र अर्को मूत्रथैली झरेको भन्ने कुरा भयो। त्यसले गर्दाखेरि मलाई समस्या एकदम जटिल भयो। मलाई सामान्य हिँड्न गर्न पनि मलाई असजिलो हुने, अलिक दुखाइ बढी भएकोले मैले विभिन्न अस्पतालहरूमा पनि मैले पुगेँ, ढोकाहरू ढड्काएँ र धेरै डक्टरहरूले चाहिँ मलाई अपरेसन गर्नमै सल्लाह दिनुभयो भने केही डक्टरहरूले चाहिँ यसलाई सामान्य हो जस्तो पनि सोचाइ राख्नुभएको थियो। तथापि म यसबाट छिटो समस्याबाट मुक्ति हुन चाहन्थेँ। परिणामस्वरूप मैले शल्यक्रिया गर्न नै अगाडि बढेँ। शल्यक्रियाको 2 महिनासम्म मैले हर्मोनको औषधि चलाएको थिएँ। त्यति बेला मलाई केही पनि भएन। जब 2 महिना पछाडि हर्मोनको औषधिलाई मैले निरन्तरता दिइनँ, त्यसले साइड इफेक्ट हुन्छ भन्ने मैले सुने, त्यसलाई मैले रोकेँ र त्यसको अलावा मलाई विभिन्न किसिमका समस्याहरू देखा पर्न थाले। विभिन्न किसिमका समस्याहरूमा मेरो चाहिँ शरीर सुक्खा हुने, अनि निद्रा नलाग्ने, छटपटी हुने, पसिना आउने, चिच्चाड हुने, अरू बोलेको मन नपर्ने, अनि खान मन नलाग्ने र उत्तिरै खलखल पसिना आएको छ, उत्तिरै चाहिँ फेरि के छ त अनि एकदम जाडो भएको छ त्यस्तो हुने। त्यति मात्रै होइन, अनि यसरी एउटा शारीरिक सम्पर्क गर्न पनि त्यसमा पनि चाहना नहुने, यस्ता विविध किसिमका समस्याहरू मैले झेल्दै गएँ। यसरी झेल्दै गइसकेपछि मैले त्यस पछाडि पनि मैले डक्टरहरूबाटमा गएँ र यसरी जाने क्रममा मैले यतिसम्म गरेँ कि मलाई अरू एकदम खतरनाक कुनै रोग त लागेन भन्ने मलाई त्राईको वातावरण सिर्जना भयो र परिणामस्वरूप मैले चाहिँ त्यस्तो डिप्रेसनको औषधि समेत लिनु पर्यो। त्यसैले मैले यति धेरै चुनौतीहरू खेप्नु पर्यो, जुन कुरा चाहिँ मैले पहिले मेरो डक्टरबाट अथवा मेरो छरछिमेकीबाट अथवा त्यस्ता म जस्ता शल्यक्रिया गरिसकेका दिदी बहिनीबाट यो कुराहरू मैले जानकारी पाएको भए सायद मैले शल्यक्रिया गर्ने पनि थिइनँ होला। जे होस्, अब शल्यक्रिया गरिसकियो। त्यस पछिको वातावरण, यस्तो चुनौतीपूर्ण वातावरणलाई कसरी व्यवस्थापन गर्ने त भन्ने क्रममा चाहिँ व्यक्ति स्वयं अनि व्यक्तिको परिवार र त्यस्तै गरिकन कार्यक्षेत्रमा भएका साथीभाइहरू सबैकोले हातेमालो आवश्यक हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले महसुस गरेँ। र मेरो श्रीमानले पनि मलाई चाहिँ के त यत्तिकै सहयोग गर्नुभयो। मेरो घर परिवार सबैले मलाई साथ सहयोग दिनुभयो। यसमा म आफूलाई भाग्यमानी ठान्दछु। र व्यक्ति स्वयंले पनि आफूलाई विभिन्न ठाउँमा घुम्ने, रमाउने, आफ्ना दुःख सुखका कुराहरू चाहिँ अरूलाई सेयर गर्ने, यस्तो गर्दै गयो भने चाहिँ पक्कै पनि आफूलाई अलिकति हल्का हुने रहेछ। र त्यस्तै गरिकन अरू दिदीबहिनीहरूलाई पनि यस्ता जानकारीहरू दिने र अनि जति हामीले यो गर्न सक्यौँ, घर परिवारका सदस्यले पनि यसलाई यस्तो किसिमको समस्या छ, यो कारणले हो भन्ने कुरा चाहिँ सहज एक्सेप्ट गरेर त्यसलाई सहजीकरण गरिदियो भने चाहिँ घर परिवारमा पनि सहज हुने भइ नै हाल्यो। त्यस्तै गरी कार्यालयमा रहेका आफ्ना सहकर्मी साथीहरूले पनि त्यस्तै हातेमालो गरिदिनुपर्छ भन्ने चाहिँ मैले महसुस गरेँ र यो सबैबाट यही अपेक्षा गर्दै अबका दिनहरूमा यस्तै होस् भन्ने कामनाका साथ यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।